हेलो गाइस, कस्तो हुनुहुन्छ हजुरहरू? मलाई लाग्छ हजुरहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म पर्क चिल्ली बनाउँदैछु है। क्याप्सिकम छ, यहाँ ग्रिन चिल्ली छ, टमेटर हो। अलरेडी यो चाहिँ मैले रोस्ट गरिसकेको छु। यहाँ भाइले काट्दैछ हो। यो चाहिँ एकदम स्पेसल चाइनिज हो है। गाइस wow, that's nice. एकदम ड्राई हो यो चाहिँ। ससहरू टक्क झार्दैन रहेछ। बेसी एकछिन अप्ठ्यारो हुन्छ, त्यही भएर भाइले चाहिँ टक्क झार्नु भनेर। कस्तो टेस्टी लाग्यो? रोस्ट गरेर बेच्दै यहाँ चाहिँ यो चाहिँ हामी खाँदा गऱ्यो। तेल चाहिँ पनि नराखेको छु, अनि यो अलि मसला मात्रै हालेर उयो गरेको रोस्ट चाहिँ पर्कको। तेल चाहिँ एकदमै कम्ती जान्छ यसमा चाहिँ कि हेर्नु पनि हुँदैन खासमा होइन। मलाई सोया सस हाल्दा नि भाइ। हाफ मात्रै हाल्छ। उसमें थोड़ा सा चीनी 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 अलिकति ल बस बस हुन्छ। हामीले घर पनि हाल्छौँ, हुचिङ उसमा हाल्यो। अब यो टेस्टिङ पाउडर अगाडि उसमै हालेर रोस्ट गर्दा हाल्छौँ। अलिक टमाटर पनि हाल्छौँ, खास पनि नहाल्दा पनि हुन्थ्यो, र पनि हाल्छौँ थोडा। चिल्ली उयो दिनु, चिल्ली सस हाल्छ नि, ग्रिन चिल्ली सस। बस बस म यो पर्क हाल्दैछु रोस्ट गरेको। फाइनली यो चाहिँ अब भइसक्यो गाइस। यो चाहिँ एकदम डिफिकल्ट उयो चाइनिज हो, प्योर चाइनिज हुन्छ यसलाई त गाइस। नभए तपाईँहरूले जहाँ पनि हेर्नुहुन्छ रेस्टुरेन्टतिर पुरा कलर हालेर गरेको हुन्छ, फ्राई गरेर मान्छेहरूले बनाउँछ। यो चाहिँ एकदम टेस्ट गर्छ नि भाइ, टेस्ट गरेर कस्तो भन्छ हाम्रो के अरे हाम्रो सरोजले बनाउनु भएको है। यो रस देखाइदिनुहोस् त। अब म टेस्ट गरेको होला। ओके ओके। नमक ठिकै ठिक छ दामी र नमक कम्ती कम्ती हाल्दै दामी तर टेस्ट कस्तो बबाल हुन्छ। तपाईँले घरमा ट्राई गर्नुहोस् होला यस्तो बनाएर है। हुन्छ हुन्छ। ओके गाइस, फाइनली थ्याङ्क यू सो मच फर वाचिङ। भिडियो कमेन्ट गर्नुहोस् होला।
है सेयर गर्नुहोस् होला यो भिडियो हेरेर।